साथीहरू, आज म ढोरपाटन शिकार आरक्षी र यसले चर्चेको क्षेत्रफल अनि यससँग सम्बन्धित विषयवस्तुहरू तपाईँहरूलाई जानकारी गराउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। ढोरपाटन शिकार आरक्षी नेपालमा स्थापित एकमात्र शिकार आरक्षी हो। यो नेपालको पश्चिमाञ्चल क्षेत्रमा पर्ने अर्थात् अहिले गण्डकी प्रदेशको बागलुङ जिल्लामा पर्ने रुकुमपर्व र म्याग्दी जिल्लामा विभिन्न भागमा फैलिएको छ। यसको अर्थ पश्चिमाञ्चल विकास क्षेत्र रहँदै यसलाई ढोरपाटन शिकार आरक्षी कायम गरिएको थियो र यो बागलुङको साथसाथै रुकुमपूर्व र म्याग्दी जिल्लामा फैलिएको देखिन्छ। विक्रम सम्वत 2040 सालतिर स्थापना गरेको यस आरक्षीले प्राकृतिक सम्पदा, दुर्लभ वन्यजन्तु तथा जैविक विविधताको संरक्षण गर्दै सीमित र नियन्त्रित शिकार व्यवस्थापनलाई पनि समेटेको छ। करिब 1325 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्षी समुद्री सतहबाट करिब 2850 मिटरदेखि 7000 मिटरभन्दा बढी उचाइसम्म फैलिएको देखिन्छ। भौगोलिक अवस्थाको बारेमा हेर्दा ढोरपाटन शिकार आरक्षी उच्च हिमाली तथा पहाडी क्षेत्रमा अवस्थित भएकोले यस भूबनोट अत्यन्त विविधतायुक्त रहेको छ। यहाँ हिमाल, घाँसे मैदान, गहिरा खोज, नदी तथा वन क्षेत्र पाइन्छन्। आरक्षीभित्रका मुख्य नदीहरूमा उत्तर गङ्गा लगायत नदीहरू पर्दछन्। यहाँको मौसम उचाइ अनुसार फरक फरक हुने गर्दछ। जाडो मौसममा अत्यधिक हिमपात हुने भएकोले केही क्षेत्र मानव आवत जावतका लागि कठिन हुन्छन्। अब जैविक विविधता, यस आरक्षीमा विभिन्न प्रकारका वनस्पति र वन्यजन्तु पाइन्छन्। यहाँको प्रमुख आकर्षक नाउर अर्थात् यसलाई ब्लू शिप पनि भन्ने गरिन्छ यही रहेको छ, जसको नियन्त्रित शिकार विदेशी शिकारीहरूका लागि अनुमति दिइन्छ। यसबाहेक झारल, हिमचितुवा, कस्तुरी मृग, भालु, बदेल, घोरल, रतुवा, चितुवा आदि वन्यजन्तु पनि पाइन्छन्। चराचुरुङ्गीका दृष्टिले पनि यो धेरै धनी मानिन्छ। यहाँ डाँफे, मुनाल, चिल, कालिज लगायत विभिन्न प्रजातिका चराहरू पनि पाइन्छन्। वनस्पतिमा गुराँस, भोजपत्र, सल्ला, खर्सु, देवदारू लगायतका बहुमूल्य जडीबुटी तथा वनस्पतिहरू यहाँ पाइने गर्दछ। त्यस्तै गरी शिकार आरक्षी व्यवस्थापनको लागि ढोरपाटन शिकार आरक्षी नेपालको एकमात्र कानुनी शिकार क्षेत्र भएकोले यहाँ सरकारले निश्चित समय र निश्चित संख्यामा मात्र शिकार अनुमति दिने व्यवस्था गरेको छ। विशेष गरी नाउर र झारको शिकारका लागि विदेशका पर्यटकहरू आउने गर्दछन्। त्यसबाट सरकारलाई राजस्व प्राप्त हुनुको साथै स्थानीय समुदायले पनि आर्थिक लाभ पाउँदछन्। तर शिकार पूर्ण रूपमा नियन्त्रण र संरक्षणको मापदण्डभित्र गरिन्छ। वन्यजन्तुको संख्या घट्न नदिन वैज्ञानिक अध्ययनका आधारमा मात्र अनुमति दिइन्छ। यसले संरक्षण र पर्यटन बीच सन्तुलन कायम राख्न मद्दत पुर्याएको छ। त्यस्तै गरी यहाँको पर्यटनको सम्भावना, ढोरपाटन क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएकाले पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। यहाँ हिमाली दृश्यावलोकन, पदयात्रा, वन्यजन्तु अवलोकन तथा सांस्कृतिक अनुभव लिन सकिन्छ। स्थानीय मगर समुदायको संस्कृति, वेशभूषा र नृत्य परम्पराले पर्यटकलाई विशेष आकर्षण गर्दछ। यस क्षेत्र पुग्न बागलुङ, बुर्तिवाङ हुँदै सडक मार्ग प्रयोग गर्न सकिन्छ। पछिल्ला वर्षहरूमा सडकता पूर्वाधारको विस्तार हुँदै गएको छ, जसले आन्तरिक तथा बाह्य पर्यटक प्रवर्धनमा सहयोग समेत पुगेको देखिन्छ। संरक्षणका चुनौतीहरू, ढोरपाटन शिकार आरक्षीमा वनविनाश, अवैध शिकार, जलवायु परिवर्तन तथा मानव अतिक्रमण जस्ता चुनौती देखिन्छन्। हिमाली क्षेत्रमा तापक्रम वृद्धि हुँदा वन्यजन्तुको वासस्थानमा असर परेको छ, साथै केही स्थानमा चोरी सिकारीका घटनाहरू पनि हुने गरेको छ। यस्ता समस्याको समाधानका लागि स्थानीय समुदाय, सरकार तथा संरक्षण कर्मी बीच सहकार्य आवश्यक छ। जनचेतना अभिवृद्धि, प्रभावकारी अनुगमन तथा दिगो पर्यटन विकास मार्फत आरक्षणको संरक्षण गर्न सकिन्छ। यस्तै गरी ढोरपाटन शिकार आरक्षी नेपालको प्राकृतिक सम्पदा र जैविक विविधता महत्त्वपूर्ण केन्द्र हो।
यो क्षेत्र केवल आरक्षका लागि मात्र नभई पर्यावरणीय संरक्षण, पर्यटन विकास तथा स्थानीय संस्कृतिको संरक्षणका दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण छ। प्राकृतिक सौन्दर्य, हिमाली वातावरण र दुर्लभ वन्यजन्तुको उपस्थितिले ढोरपाटनलाई नेपालको विशेष पर्यटकीय गन्तव्य बनाएको छ। त्यसैले यसको संरक्षण, दिगो संरक्षण र व्यवस्थापन आजको प्रमुख आवश्यकता रहेको छ। धन्यवाद।